हेलो फ्रेंड्स, नमस्ते, वेलकम टू माई न्यू ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, सबैजना स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् है त। अनि फ्रेंड्स, हामी नवग्रह टेम्पलतिर दर्शन गरेर अब हामी छ्याङछ्याङदी महादेव टेम्पलतिर जाँदैछौँ फ्रेंड्स। त्यसपछि हामी यहाँ पनि भएर अनि हामी बिरौटा महायज्ञ त्यहाँ जान्छौँ। मैले जति पनि मैले खिचेको छु भिडियो खिचेको छु मैले हजुरहरूलाई सेयर गरेको छु, हजुरहरूले राम्रोसँग हेर्नु होला। त्यही त नि क्या है, हो त नि। जय जय जय। ओके, कति ठुलो भोले बाबाजीको मूर्ति रहेछ भाइ। ओके, हामी सुती थी उठाएर हिँडेको। ल यो सिँढी अहिले झरेर फटाफट जाऊँ, अनि पहिला जाऊँ कि फटाफट दौडिनु पर्छ। ओके, त्यता बन्दै हो, यहाँ पनि जय हो। मन्दिर हो र, ल फटाफट। अन्त एनर्जी छैन यार, सिँढी नि कसरी उक्लिने हो बच्चा। ल मस्त गाडीमा छिट्टै उठ्थेँ। अनि मेरो हेर्नु त, ए भगवान्, छ्या मजा लाग्नु पर्दैछ। हतारमा लतार दौडा दौड तल माथि जाला अन्त हजुर फड। लु अहिले माथि जाने अनि आएर बस्ने है। ओके, फड्न कमला लैन त, लैन शनिदेवको होइन मूर्ति, काल भैरव। ओके, जय भोलेनाथ। आइजाऊ आइजाऊ, जय भोलेनाथ। ओके, जय भोलेनाथ। जय भिडियो है दिदी। यति खुल्ला बसे आएको त म त बल्दै हो, नत्र कति भिड हुन्थ्यो। नि घुमौँ न घुमौँ। जय भोलेनाथ जय भोलेनाथ। ओके, जय भोलेनाथ जय भोलेनाथ। जय शिव शंकर जय भोलेनाथ। जय भोलेनाथ जय भोलेनाथ। ये सामान त बोचेछ त यता त भाइ। जय भोलेनाथ जय भोलेनाथ। जय शिव शंकर जय भोलेनाथ। जय भोलेनाथ जय भोलेनाथ। ओहो, कति शीतल हो नि यता त।
हर हर गङ्गे हर हर गङ्गे हजुर पखा ल्याइदिए है कमला अलिकति पानी यसलाई सरस्वती मयादिष्टा वीणा पुस्तकधारिणी समानं समिकता विद्यादानं करोतवे प्रथम भारती नामं द्वितीयं च सरस्वती तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी पंचम जगन्माता षष्ठं वागेश्वरी तथा सप्तम सर्वतम नवविधाति च दशम ब्रह्मचारिणी च संसन्दान्त जलसंधुन श्रीदारसितानि नानि चन्द्रकथेन्द्रजिगाग्रे भक्तित सरस्वती सरस्वती माता की जय जय हो जय हो जय 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 माता जय माता जय माता की जय माता बजरंगबली हनुमान की बजरंगबली हनुमान होइन त हवन गर्ने रहेछ है हवन गर्ने रहेछ होइन ओके हवन सवन बिहा स्या यता पनि मूर्तिहरू रहेछ हुन्छ बजरंगबली हनुमानजी अहिले म त ह्याप्पी न्यु इयरमा गएको भाइ यति जाम भएको त होइन र एरामा उताको मन्दिर जानुभयो उता आउनु जाम ल हाम्रो टोनी यहाँ आउनु त्यहाँ गरिसक्नु भयो यता केही पनि भन प्रसाद चला नि त्यही हो जय गणेश जी जय हो 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 छोरी भन्न आउँछ ल यो मन्दिरको नाम के हो यता हेर्नु छाङछाङदी यो मन्दिरको नाम छाङछाङदी यहाँ दर्शन गरेर भोलि बाबा सबै टेम्पल रहेछ दर्शन गरेर अब हामी तल सिडी ओर्लेर फेरि तल जाँदैछौँ फ्रेन्ड्स यताबाट ठुलो बड पिपल हुन् कि के हुन् ल जाई हुन्छ ल अब यो सिडी झरेर अब फेरि बसमा जाँदैछौँ अनि फ्रेन्ड्स त्यसपछि हामी बिरौटा कोटी होममा पनि जाने भनेर त्यहाँ झरेर अब हामी प्रवेशद्वारबाट भित्र जाँदैछौँ फ्रेन्ड्स मान्छेको भिड बिरौटा कोटी होमतिर लाग्यो फ्रेन्ड्स राम्रो बनाएको राति त कति झलल्ल बल्छ होला हौ त्यो अहिले
यताबाट गर्दै जानु पर्यो अहिले आउने बेला उताबाट गर्नु पर्ला मामा घर अनाथालय आश्रम नयाँ भवन शिवालय कत्रो गाग्री हो भाइ आफैसकेछन् कविता दिदीहरू हनुमानजीको मूर्ति बुबा सन्चै हुनुहुन्छ यता आउनु यता अब कति राम्रो हो त्यता झन् आइज न उतै जाऊँ अहिले ओइ कमला अहिले आउने बेलामा हेरौँला क्या सबैका खिच्ने बोला खान ल यो बिरोटा कोटी होम गायत्री कोटी होम त के रहेछ नि त यी सचिवालय सचिवालय पहिला दिउँसो त टन्नै हुन्छ होला है होइन दि दिउँसो त टन्नै हुन्छ होला है के होला त खाले कत्रो चाक्लो हो के लागिराखन् सबैले आउनु कति धेरै हुनु भाइ त्यो ऊ पनि बिरौटा कोटी होम बिरौटा कोटी होम ए बस्ने पनि होइन एकातिर पुरुष एकातिर महिला कत्रो जग्गा हो के दिदी है हेर्नु त टन्नै खोइ अगाडि फोन गरे के स्टेज पनि कति दामी हो दिन्न होला अहिले त स्टेजमा त कहाँ दिएला नि त पुरा गिटी यस्तो ओछ्याएर है कति मजाले ओके लायो होला कति उठ्न पनि त उठ्छ होला नि उठ्न नि उठ्छ होला के 30 करोड हो त्यत्रो त उठ्छ 25-30 करोड लाग्छ रे कति कहाँबाट इन्डियाबाट कहाँको ठुलो कुरोले बोलाउने दिनै पर्यो अनि प्लेनबाट आउँछ उठ्छ मान्छे हो त मान्छे कति गर्छन् गरे नि जान्छ हामी नि हेर्न जाऊँ न उतैसम्म के रहेछ नि त्यहाँ हामीले केही चढा के हो र यहाँ भित्र के कुरा भइराखेको भित्र जान्न पाइने रहेछ नपाउने अन्त कति बडा प्रसादहरूलाई प्रसाद लिनु त प्रसाद त मागेर खाने हो नि प्रसाद ऊ पानी हारेछ नि खोइ ए प्रसादको लाइन हो यो ओहो कति मजाले अनि अलिकति राम्रो हुन्छ होला ओ प्रसाद पनि पाइरहेछ ऊ प्रसाद ऊ त्यहाँ रहेछ ऊ हाम्रो ग्रुप कता गए ओके खाना ग्रुप लाइन लगाइसकेर के रहेछ र प्रसाद हेरौँ न भाइ प्रसाद खाम न आइज प्रसाद खाम कोटी होमको प्रसाद ल है फ्रेन्ड्स अब हामी प्रसाद खान जाँदैछौँ यहाँ प्रसाद खाने लाइन ओहो प्रसाद त खान पर्यो प्रसादको लाइन प्रसादको लाइनमा बस्नु पर्यो प्रसाद पनि यसरी बसेर खान पाइँदैछ ल यी
टनाटन प्रसादको लाइन होला जस्तो छ यार फेरि त हामीले यहाँ प्रसाद पनि खायौँ लाइनमा बसेर। अब हामी यता हेर्दैछौँ फ्रेन्ड्स, यहाँ कोटी होममा जान लागिरहेका छौँ। कोटी होम के हो? रस हुने आमा रुद्राक्षको शिवलिङ, आमा रुद्राक्षको है पुरै भाइ। ए भगवान, हेर न ऊ 17 गते हो कि शुभारम्भ। बेड हाउस ए गयो नि अहिलेसम्म। ल यहाँ पानीको यो कति राम्रो बनेको छ। हामीलाई छोडेर जालान् भाइ। आहा कति राम्रो बत्ती सत्ती हो। अनि फ्रेन्ड्स हामी कोटी होमतिर पनि घुम्यौँ, त्यहाँ प्रसाद पनि खायौँ है। प्रसाद खाइ गरेर त्यसपछि हामी फेरि गाडीमा चढेर घरतिर लाग्यौँ। हजुरहरूलाई मेरो ब्लग कस्तो लाग्यो प्लिज सब्सक्राइब गर्नुभएको छ भने थ्याङ्क यू सो मच, अनि गर्नुभएको छैन सब्सक्राइब गर्नुहोला भन्दै आजको ब्लग यहीँ समाप्त गर्छु। थ्याङ्क यू फर वाचिङ।